नमस्ते गाइज, मेरो नाम हो राजकुमार छ र म बस्छु बङ्गलादेशमा। आज हामीसँग हाम्रो सिआर हुनुहुन्छ आयुष यादव। नमस्ते। आज उहाँसँग म केही क्वेसनहरू सोध्छु, उहाँ सिआरको कसरी हुनुभयो होइन, तपाईँ सिआर कसरी हुनुभयो, चुनाव जितेर कि कसैले जिम्मेवारी नलिएर? कसैले जिम्मेवारी नलिएर नै भन्नु पर्यो। सिआर भएपछि सबैभन्दा धेरै मेसेज आउने भने के हो? आज प्लिज क्लास अफ गराऊ भनेरै मेसेज आउँछ सबभन्दा बढी। हाम्रो फिफ्थ इयर ब्याचलाई तिमीले मेडिकल डायग्नोसिस गर्न चाह्यो भने के गर्नु छौ? हाम्रो ब्याच खतरा ब्याच हो होइन, तर हाम्रो ब्याचले एउटा डायग्नोसिस गर्नु पर्यो भने मैले चाहिँ क्रोनिक स्लिप डिप्रिभेसन विथ अक्युट एक्जाम एन्जाइटी भनेर चाहिँ डायग्नोसिस गर्न चाहन्छु। एक्जामको एक दिन अगाडि सबभन्दा कमन डायलग के हो? हाम्रो भन्दा पनि सबैको कमन डायलग यही हुन्छ कि यार केही पनि पढेको छैन, मलाई केही पनि आउँदैन, भोलि म स्योर फेल हुन्छु। क्लासमा कम देखिने तर नोट जहिले माग्ने एकजना व्यक्तिको नाम भन्नुहोस्। हाम्रो वान एन्ड ओन्ली हर्कुसनाथ साथी। सिआरको सबैभन्दा ठुलो पावर के हो? पावर भन्दा पनि दोस्त पावर केही पनि छैन, टिचरको नि गाली खाइन्छ, आफ्नो साथीहरूको पनि गाली खाइन्छ, पावर केही पनि छैन दोस्त, कामै छैन सिआर भनेर। अनलिमिटेड पावर सिआरको पाउनुहुन्छ भने के गर्नुहुन्छ तपाईँ? मैले कोही पनि क्लास आउनु पर्दैन, तर एटेन्डेन्स सबैको 100% हुन्छ। आज हाम्रो ब्याचमा यहाँ हेर्न सक्नुहुन्छ तपाईँ एउटा नयाँ घडी लागेको छ, योमा तपाईँ के योगदान? मेरो केही पनि योगदान छैन दोस्त, कलेजलाई लगाएको मैले केही पनि गरेको छैन। ल अब ऱ्यापिड फायर है, मेडिसिन कि सर्जरी? सर्जरी। क्लास कि क्यान्टिन? ओभियसली क्यान्टिन। एटेन्डेन्स कि स्लिप? सुत्दिने हो दोस्त मजाले। भाइवा कि थ्योरी? थ्योरी। सबैभन्दा डर लाग्ने शब्द? जब टिचरले सबै कुरा पढाएर अनि अब म क्वेसन सोध्छु भन्छ तब। सबैभन्दा खुसी बनाउने शब्द? जब ग्रुपमा मेसेज आउँछ कि टुमोरो नो क्लास। फेरि मौका पाउनुहुन्छ अनि हजुर सिआर बन्नुहुन्छ कि नै? होइन होइन बन्दिनँ दोस्त, गाली मात्रै खानुपर्छ, त्यो केही पनि काम छैन क्या सिआर भनेर। अनि दोस्त मैले सुने अनुसार तिमी सिआर भएपछि होइन अब भाइबाहरू यतिकै पास हुन्छ, यो कुरा के साँचो हो? कतिको साँचो हो? दोस्त एकदम झुटो, त्यस्तो भएको भए हाम्रो ब्याचमा कतिजना छ सबैजनाले मार गर्थ्यो नि सिआर बन्नलाई, सबैले झगडा गर्थ्यो, कसैले जिम्मेवारी लिइरहेको छैन नि, यो कुरा एकदम गलत होइन दाइ, तिमी त फर्स्ट इयरदेखि तिमी सिआर छौ, अब चेन्ज पनि हुन सक्थ्यो नि त, तिमी चेन्ज नभएर अरूलाई पनि मौका दिनु पर्थ्यो नि त सिआर बन्नलाई, तिमी आफै किन मात्रै मौका लियो? मैले मौका लिएकै होइन, मलाई सबैले उठाएको अनि मात्र म उठेको, म फर्स्टमा उठेकै होइन, फर्स्ट इयरमा म सिआर थिइनँ, अर्कै मान्छेको सिआर थियो। कहाँ सेकेन्ड इयरदेखि भएको? म थर्ड इयरदेखि भएको। थर्ड इयर। यति वर्ष तिमी फेरि किन फर्स्ट सेकेन्ड इयर किन नहुने कारण? फर्स्ट इयरमा मलाई बन्न मन थिएन, बनिएन, अरूले भन्दा नि भनेन, त्यसैले। ल आज धेरै खुसी लाग्यो, सिआरको बारेमा हामी अलिक केही जानकारी पाएँ, धेरै धेरै धन्यवाद साथीलाई। नमस्ते।